मैले उही बेला भनेको थिएँ तपाईहरु यो सरकार र प्रधानमन्त्री परिवर्तन यो कुनै संविधान संशोधन र जनताको लागि गरिरहनु भएको छैन। तपाईहरु अपराधबाट बच्नको लागि सत्तामा गएर हालिमुहाली गर्नको लागि गरिरहनु भएको छ। तपाईहरुको कुनै संविधान संशोधनको प्रस्ताव छैन भने उही बेला भनेको थिएँ। अहिले मैले भनेको कुराको पुष्टि भयो कि भएन? सरकार त संविधान संशोधनको लागि भन्नुभएको थियो। अब 2087 मा भन्नुभयो हजुर त्यो कुर्सीमा बस्नलाई तपाईलाई अनैतिक हो भन्ने लाग्दैन? सरकार बनाउँदाखेरि एकजना व्यवसायीको घरमा राति 12 बजे बसेर उनीहरूले सम्झौता गर्यो भने म यहीँबाट चुनौतीका साथ भन्छु, दुईजना नेताले गरेको सम्झौता हस्ताक्षर गरेको खै त्यो किन बाहिर ल्याइदैन? किन ल्याइदैन भने त्यहाँ लेखेको अर्कै छ, बाहिर भन्ने अर्कै छ। न त किन नल्याएको? हस्ताक्षर गरेको अनुसन्धानकर्तालाई म पनि अनुसन्धानकर्ता हुँ, त्यो चाहियो, किन ल्याउँदैनन्? अनि हुँदा त्यति बेला सरकार बन्ने बेलामा हल्ला भयो चारैतिर, ठुला ठुला भ्रष्टाचार काण्डहरूबाट बच्नको लागि गरिएको साँठगाँठ थियो भन्ने हल्ला भयो। अनि त्यो बेला उनीहरूले ठुल्ठुलो स्वरले कराए, कहाँ हो र हामी त संविधान संशोधन गर्न आएको, तर उनीहरूले कुनै पनि प्रस्ताव ल्याएन। आज प्रधानमन्त्री स्वयं केपी ओलीजी के भन्दै हुनुहुन्छ? अब संविधान संशोधन अहिले होइन, विक्रम सम्वत 2087 मा ठुला ठुला कुरा गर्ने, तर एउटा कुनै देशसँग नेपालको हितको कुरा गर्नु पर्यो भने टेबुलमा थरथर थरथर काम्ने, ती देशको भ्रमण गर्नु पर्यो भने यहीँबाट आधा निहुरेर त्यहाँ पुग्ने, त्यहाँका प्रधानमन्त्री राष्ट्रपतिसँग कुरा गर्नुभन्दा अगाडि त्यहाँका कुनै कर्मचारीसँग कुरा गरेर कसो कुरा गर्दा तिम्रा प्रधानमन्त्री राष्ट्रपति खुसी होलान् र पहिले साउती गर्ने। अनि यहाँका शासकहरू गफ गर्छन् हामी चन्द्रमामा, हामी माथि अन्तरिक्षमा रकेट बनाउँछौँ। बर्खा लाग्यो हिलै हिलो, सुक्खा लाग्यो धुलै धुलो, दुनियाँमा कहीँ पनि हुँदैन। अनि यहाँका शासकहरू गफ गर्छन् म काठमाडौँमा मेट्रो रेल चलाउँछु, पोखराबाट मुस्ताङ जाने विद्युतीय रेल चलाउँछु, पानी जहाज चलाउँछु। मैले त्यस्तो भन्नेहरूलाई भनेको छु तिम्रो पानी जहाज अन्तरिक्षमा अन्तरिक्ष यान त्यो विद्युतीय रेल मुस्ताङ जाने पछि गरौँला, मुङलिङबाट काठमाडौँ जाने बाटो संसारको अगाडि लज्जास्पद स्थितिमा छ। तिमी त्यो सुधार गरेर देखाऊ। आजका शासकहरूले के बनाएका छन् भने घुस दिने र लिने यो देशका महान मित्र हुन्। ठुला ठुला पदमा बस्ने मान्छेहरूलाई रुगा लाग्यो भने राज्यको 4 करोड 5 करोड गरिब जनताहरू सिटामोल नपाएर गाउँघरमा मर्नुपर्ने। आज विद्यालयका नामहरू हेर्नुहोस्, क्याम्ब्रिज, अक्सफोर्ड, व्हाइट हाउस, ग्रिनल्यान्ड, यो के हुँदैछ यो देशमा? हाम्रा हिमाल चुचुराहरू सबै भत्किसके, हाम्रा सुन्दर हिमाल ताल तलैयाहरू सबै सुकिसके, हाम्रा नदी नालाहरू के खत्तम भइसके। जो ठुल्ठुला कुरा गरेर नेपाली जनतालाई भ्रमको खेती गरिरहेछन् उनीहरू त्यो सम्पूर्ण रूपमा नेपालीत्व भन्ने कहीँ पनि झल्कन नसक्ने गरिकन समाप्त गर्ने योजनाबद्ध रूपको षड्यन्त्रमा लागेका छन्। 1 करोडले देश छोडिसक्यो भनेको छ, 1/3 जग्गा बाजु छ, सरकारी तथ्याङ्क अनुसार 75 लाख घर बनाएको छ, 5 लाख घरमा मान्छे छैन, गाउँघरमा बुढाबुढीलाई हेरसेयर गर्ने मान्छे छैन, मान्छे मार्यो भने त्यसको शव उठाउने मान्छे छैन। अनि त्यसलाई गर्न खोजेको के? उल्टो यो सरकारले निर्णय गर्छ अब सबै विदेश जाऊ, तिमीलाई म कहिले हामी झुकेथ्यौँ। कसरी किल्ला काँगडा र टिस्टाहरूमा हाम्रा बन्दुक रसद पानी हाम्रा पुर्खाले कसरी पुर्याए होलान्? आज हामी पढे लेखेका ठुला ठुला कुरा गर्ने, तर एउटा कुनै देशसँग नेपालको हितको कुरा गर्नु पर्यो भने टेबुलमा थरथर थरथर काम्ने, ती देशको भ्रमण गर्नु पर्यो भने यहीँबाट आधा निहुरेर त्यहाँ पुग्ने, त्यहाँका प्रधानमन्त्री राष्ट्रपतिसँग कुरा गर्नुभन्दा अगाडि त्यहाँका कुनै कर्मचारीसँग कुरा गरेर कसो कुरा गर्दा तिम्रा प्रधानमन्त्री राष्ट्रपति खुसी होलान् र पहिले साउती गर्ने। यस्ता लम्पसार पर्नेहरू, राष्ट्रको स्वाभिमानलाई झुकाउनेहरूबाट आजका युवाहरू तपाईँ हामीले पाइला चालेर अगाडि बढाएनौँ भने न हामी पृथ्वीनारायण शाहको जसले दिव्य उपदेश मार्फत यो नेपालको स्वतन्त्रता स्वाधीनतालाई आर्थिक सांस्कृतिक राजनीतिक र सुरक्षाको दृष्टिकोणले अक्षुण्ण राख्ने हामीलाई एउटा दिव्य उपदेश दिनुभएको थियो, न हामी उहाँका ती दिव्य उपदेशको कदर गर्न सक्छौँ, न त उहाँले नेपालको एकीकरणको लागि जुन कटिबद्ध भएर अगाडि बढ्नुभयो त्यो एकीकृत नेपाललाई हामी जोगाउन सक्छौँ। हामी तराईका हुन सक्छौँ, पहाडका हुन सक्छौँ, पूर्वका पश्चिमका हुन सक्छौँ, कोही हामी तामाङ हुन सक्छौँ, कोही गुरुङ हुन सक्छौँ, कोही नेवार हुन सक्छौँ, कोही हामी बाहुन हुन सक्छौँ, छेत्री हुन सक्छौँ, हामी थारू हुन सक्छौँ, जोसुकै भए तापनि सबभन्दा पहिले हामी नेपाली हौँ। नेपालको पहिचान मेटिने, पहिचान मेटिएको देशभित्र कुनै जाति धर्म
वर्गको पहिचान भेटिने कुरा असम्भव छ। मलाई संविधान सभाको बेलाको सम्झना हुन्छ। तपाईहरु हेर्नुस्, यो चन्द्र सूर्य अंकित ध्वजा हेर्नुस्। संविधान सभामा केही राजनीतिक दलका मानिसहरूले त्यति बेला, म दुईटै संविधान सभामा थिएँ, संविधान मसौदा गर्दा पनि म सक्रिय थिएँ। त्यहाँ नेपालको झण्डा हटाउनुपर्छ भने उनीहरूले, नेपालको नाम परिवर्तन गर्नुपर्छ भने उनीहरूले, हामी त्यसको विरुद्ध लड्यौं, जुध्यौं।